So hello guys, welcome back to my new video. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि हल्का हल्का सन्चै आरामै छु हैन। अहिले म साउथ कोरियाबाट बोलिरहेको छु र फेरि तपाईहरु थम्बनेल हेरेर आइसक्नु भएको लागि EPS बाट साउथ कोरिया जानको लागि लगभग मोटामोटी कति खर्च लाग्दछ। अब सबैको माइन्डमा क्वेशन यो हुन्छ कि म पनि EPS पढ्छु तर खर्च ज्यादा लाग्छ कि जापानहरु जस्तो खर्च ज्यादा त 15-20 लाख लाग्छ कि भन्ने माइन्डमा सोच बोकेर तपाईहरु माइन्ड कन्फ्युज भएर चाहिँ भड्किराख्नु भएको हुन्छ हैन। त्यही भएर मैले आज भिडियो बनाएर आएको छु। मैले चाहिँ मेरो अनुसार कति खर्च लाग्छ EPS पढेदेखि कोरिया पुगिन्जेल फाइनल फ्लाइट सम्म चाहिँ कति खर्च लाग्छ कोरिया जानको लागि भनेर मैले यहाँ लेखेर ल्याएको छु। केमा कति खर्च लाग्छ कस्तो कस्तो हुन्छ भनेर चाहिँ मैले त्यो आज भन्न गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेर्नु होला। भनेको तपाईहरुले पढ्नु पर्ने हुन्छ इन्स्टिट्युटमा गएर नजिकैको इन्स्टिट्युटमा पनि पढ्न सक्नुहुन्छ। तपाईले घरमै युट्युब हेरेर अथवा बुक किनेर ल्याएर घरमै पनि पढ्न सक्नुहुन्छ। अनलाइन क्लासहरु पनि लिन सक्नुहुन्छ। तर मैले चाहिँ इन्स्टिट्युटबाट लिएको हो र प्राय मान्छेले इन्स्टिट्युटमा नै गएर पढ्नुहुन्छ। त्यही भएर तपाईले पढ्दा चाहिँ सुरुमा लगभग हाम्रो पालामा चाहिँ 15 देखि 20 हजार सम्मको एउटा रेन्ज थियो हैन। इन्स्टिट्युटमा फरक इन्स्टिट्युटमा चाहिँ लिने गर्दछन् एउटा प्राइस। अब मैले चाहिँ 20 हजार मा पढेको। त्यही भएर तपाईले 15 देखि 20 हजार मा चाहिँ सुरुमा पढ्न सक्नुहुन्छ। त्यो चाहिँ कोर्स सकिन्जेल 6-7 महिनाको कोर्स हुन्छ बेसिक एडभान्स। त्यो कोर्स सकिन्जेल तपाईले 20 हजार सम्म लगभग तपाईले पढ्न सक्नुहुन्छ। भनेको तपाईले फर्म खुल्छ वर्षमा एकचोटी हैन। त फर्म भर्नुपर्ने हुन्छ। तपाईले फर्म भर्नको लागि तपाईले 4000 लगभग 4000 जति चाहिँ तपाईले फर्म भर्नुपर्ने हुन्छ। सुरुमा आफ्नो पासपोर्टहरु दिएर डकुमेन्टहरु नागरिकताको त्यो लगेर चाहिँ तपाईले फर्म भर्नुपर्ने हुन्छ। अनि फर्म भरेको लगभग 4000। अनि फर्म भरेर तपाईले EPS मा एक्जाम दिनुपर्ने हुन्छ। त्यो चाहिँ तपाईको म्युनिसिपालिटीमा काठमाडौँ गएर अथवा काठमाडौँ गएको आको लगभग 8-10 हजार कति लाग्छ हैन। त्यो अब कसैको काठमाडौँमै बस्नुपर्ने हुन्छ, कसैको काठमाडौँ नजिक पनि घर होला, कसैको टाढा होला। त्यही भएर त्यो चाहिँ हिसाब नगरौँ। तपाईले पास भए पछाडी मेडिकल हुन्छ। तपाईको पास हुनुसक्छ तपाईको मेडिकल हुन्छ। त्यो मेडिकलको लागि तपाईले लगभग 7000 जस्तो 7200 7300 7500 कति हुन्छ हैन। लगभग एभरेजमा 7000 भनौं न। मेडिकलको लागि तपाईले सुरुमा 7000 रुपैयाँ दिनुपर्ने हुन्छ र मेडिकल चाहिँ तपाईको राम्रो आइसके पछाडी तपाईले जब एप्लिकेसन भर्नुपर्ने हुन्छ। मेडिकल तपाईको राम्रो आएपछि त्यो रिपोर्ट बोकेर तपाईले जब एप्लिकेसन भर्नुपर्ने हुन्छ। त्यो चाहिँ गुवारकोमा गएर भर्नुपर्ने हुन्छ। जब एप्लिकेसनको लागि लगभग 2000 जस्तो 2 देखि 3000 जस्तो लिनुहुन्छ होला। जबलाई अब कसले धेरै पनि लिन सक्नुहुन्छ, कसले थोरै पनि लिन। तपाईले मोबाइलबाट आफै पनि जब एप्लिकेसन भर्न सक्नुहुन्छ हैन। त्यो चाहिँ तपाईले युट्युबबाट हेर्न पनि सक्नुहुन्छ। तर मैले चाहिँ 2000 जतिमा जब एप्लिकेसन भरेको। त्यही भएर तपाईले 2000 जतिमा लगभग जब एप्लिकेसन भर्न सक्नुहुन्छ। र जब एप्लिकेसन भरिसकेपछि तपाईको रोस्टरमा जान्छ नाम। अनि रोस्टरमा गइसके पछाडी तपाईले साउले यता कोरियाबाट छान्छ। तपाईलाई कोरियाबाट छानिसके पछाडी तपाईले ट्रेनिङ लिनुपर्ने हुन्छ। इस्यु भएपछि इस्यु हुँदासम्म खर्च त्यति र तपाईले ट्रेनिङ खर्च पनि बुझाउनु पर्ने हुन्छ। तपाई ट्रेनिङको डेट आइसके पछाडी तपाईले ट्रेनिङको लागि अलरेडी पैसा चाहिँ US डलरमा उनीहरुले तोकिएको हुन्छ। अब त्यो दिनको रेट कति हुन्छ त्यो थाहा छैन। 8300 जति चाहिँ मैले तिरेको थिएँ। मेरो चाहिँ रेट त्यो दिन मेरो ट्रेनिङको डेटमा चाहिँ त्यो दिन 8300 जति चाहिँ मेरो रेट थियो हैन। त्यही भएर तपाईले 8 देखि 9000 लगभग 8 देखि 9000 हो ट्रेनिङको खर्च। त्यति धेरै लाग्दैन। त्यही भएर 8000 जति लगभग ट्रेनिङको खर्च दिनुपर्ने हुन्छ। तपाईले ट्रेनिङ लिसके पछाडी तपाईको भिसा आउने बेलामा चाहिँ फेरि तपाईको रिमेडिकल हुन्छ हैन। त्यसको लागि तपाईले 1500 1200 तिर्दा हुन्छ हैन। अब आफ्नो पहिले कुन हस्पिटलमा गरेको थियो त्यही हस्पिटलमा गएर तपाईले फेरि रिचेक गर्नुपर्ने हुन्छ हैन। त्यही भएर तपाईले लगभग 1000-1200 जति त्यहाँ तिर्नुपर्ने हुन्छ। त्यो चाहिँ नर्मलै हो हैन। त्यही भएर तपाईले भिसा आउने बेलामा तपाईले फेरि रिमेडिकल गर्नुपर्ने हुन्छ। त्यसको लागि 1000-1200 लाग्छ। तपाईले नि CCVI को पनि फर्म भर्नुपर्ने हुन्छ हैन। CCVI को फर्म भर्नको लागि तपाईले लगभग 8000 जति चाहिँ तिर्नुपर्ने हुन्छ। लगभग 8000 जति चाहिँ CCVI को लागि फर्म भर्नको लागि राख्नु होला। र फाइनल तपाईको प्रपोजल पनि आइसक्छ। अनि प्रपोजल आएपछि तपाईको फाइनल फ्लाइट आउँछ। फाइनल फ्लाइट आइसके पछाडी तपाईले काठमाडौँमा आएर श्रम गर्नुपर्ने हुन्छ। तपाईको त्यो रेड क्याप EPS क्याप पाउनु अगाडि तपाईले श्रम गर्नुपर्ने हुन्छ। श्रम गरिसके पछाडी तपाईलाई रेड क्याप दिइन्छ। अनि मेडिकल पनि त्यति बेलै त्यो फाइनल आउने बेला भिसा आउने बेलामा गर्ने मेडिकल पनि त्यही हो। अनि तपाईले श्रम गर्नुपर्ने हुन्छ। 19000 जतिको त्यो चाहिँ हाम्रो श्रमको पैसा हो हैन। त्यो चाहिँ नेपाल सरकारले बुझाउनु पर्छ। त्यो अनिवार्य नै छ। CCVI फर्म भरेको ठाउँमा गएर
फोटोकपी गर्ने ठाउँमा गएर श्रम गर्न सक्नुहुन्छ अथवा आफै गएर पनि श्रम गर्न सक्नुहुन्छ। आयो अन्तिम फाइनल फ्लाइट तपाईले टिकट। अब टिकटको कुरा भनेको म चाहिँ लगभग 2025 जनवरी गति 9 तिर होला हैन म आएको। त्यति बेला चाहिँ ठ्याक्कै टिकटको फ्लाइटको भनेको 1,20,000 1,30,000 जति थियो हैन नेपाली। त्यही भएर मैले चाहिँ लगभग धेरै नै तिर्नु परेको थियो। अनि त्यसपछि माघ 3 गतेतिरबाट होला लगभग सो घटेको थियो, डाउन भएको थियो टिकटको प्राइस। त्यही भएर अहिले चाहिँ टिकटको लगभग 55-56 हजार कति छ हैन। 55-56 हजारमा चाहिँ टिकट इजिली पाउँछ। म चाहिँ अलिक महँगोमा परेछु हैन। मेरो साथीहरु चाहिँ अलिक घटमा प्राइस घटेको बेलामा आउनु भएको थियो 2-3 गते कि 4 गतेतिर माघ। त्यति बेला घटेको थियो प्राइस टिकटको। अहिले पनि घटेको छ। त्यही भएर तपाईहरु आउन चाहनुहुन्छ भने अहिले घटेको बेलामा आउँदा राम्रो। फाइनल फ्लाइट पछाडि तपाईहरु कोरिया आउनुहुन्छ। कोरियामा आएर पनि तपाईले ट्रेनिङ लिनुपर्ने हुन्छ र यो फाइनल फ्लाइट आइसकेपछि प्लेन टिकट भएपछि तपाईको लागि हिसाब भनेको त्यस्तै तपाईको 1.5 लाख देखि 2 लाख सम्म हुने गर्दछ। मैले पनि हिसाब गर्दा लगभग त्यति नै आयो हैन। अब तपाईहरुको आफ्नो खर्च अब आफ्नो हिसाब हुन्छ हैन। तर मेन लाग्ने भनेको त्यही 1.5 देखि 2 हो। र तपाईले फाइनलमा चाहिँ तपाईले लुगा किन्नुपर्ने हुन्छ, लगेज किन्नुपर्ने हुन्छ, तपाईले शपिङ गर्नुपर्ने। शपिङको लागि तपाईले 20-30 हजार 20 देखि 30 देखि 35 त्यति तपाईले छुट्याउनु भयो भने तपाईको लगभग 1.5 देखि 2 लाख सम्मको आउन सक्छ हैन। तपाईको खर्च चाहिँ तपाईको खर्च 1.5 देखि 2 आउन सक्छ। मेरो पनि 2 आएको थियो खर्च। 2 अलिक आएको थिएन, लगभग 1.55 2 जति आएको थियो खर्च। या आइन्जेल कोरिया आइन्जेल। अनि त्यही हो, सबैको आफ्नो खर्च हुन्छ। लुगाहरु मैले महँगो नि किनेको थिएँ, 25,000 जति लुगा किनेको थिएँ। शपिङ आफ्नो ठाउँमा खर्च गर्ने हुन्छ हैन। लगेजहरु आफ्नो ठाउँमा हुन्छ। त्यही भएर तपाईले कति चाहिँ आफूले खर्च गर्न सक्नुहुन्छ त्यसमा डिपेन्ड हुन्छ। मैले जानेको बुझेको र मेरो अनुभव कुरा मैले भनेको छु। तपाईहरु कोरिया आउनको लागि चाहिँ त्यस्तो धेरै खर्च पर्दैन। तपाईले EPS चाहिँ पास गर्नु पर्यो। EPS पास गरेपछि तपाईहरु सजिलै कोरिया आउन सक्नुहुन्छ।